सो हेलो साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो न्यू भ्लगमा। आज चाहिँ मेरो छोरी नुहाएर हेर्नु न चिटिक्क परेर बसेकी थिए। त्यसैले छोरी मात्र चिटिक्क परेर कहाँ हुन्छ भनेर चाहिँ मैले आज मैले ल्याएको थिएँ दुईटा पार्सल। मेरो आज आएको थियो दुईटा पार्सल, त्यसैले मैले हजुरहरूलाई पनि देखाउँछु सोचेर चाहिँ मैले पार्सल ओपन गर्न लागेँ। पार्सलमा थियो मेरो टप, रेड कलरको टप थियो। हेर्नु न कस्तो आएको छ। हजुरहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला है। त्यसपछि मेरो साथमा छ ब्ल्याक कलरको टप। यो चाहिँ मेरो बुढोले मलाई नभनेरै सरप्राइज दिनुभएको के कस्तो रहेछ भनेर म त एक्साइटेड भएर खुलाउन लागेको थिएँ कि केटा मान्छेले कस्तो मगाइदिनु, केटा मान्छेले मगाएको कस्तो होला सोचेर चाहिँ मेरो बुढोले त मलाई देखाउँदा पनि नदेखाउनु भएन, अहिले एक्कासी खुलाउने बेलामा देखाउनु भयो। कसको बुढाले पनि यसरी सरप्राइज दिनुहुन्छ प्लिज कमेन्ट गरेर भन्नु होला है। मेरो बुढाले त यसरी नभनेरै सरप्राइज दिनुभयो मलाई चाहिँ। यसरी दिएपछि चाहिँ एकदमै खुसी लाग्छ। यो रेड कलरको चाहिँ मैले मगाएको थिएँ, यो ब्ल्याक कलरको चाहिँ मेरो बुढाले मगाइदिनु भएको। हेर्नु न केटाको चोइस पनि राम्रै हुने रहेछ। कसको बुढाले यसरी सरप्राइज दिएपछि खुसी लाग्छ गाइज। मलाई त धेरै खुसी लाग्छ मेरो बुढाले यसरी मलाई नभनेरै नदेखाएरै नै यसरी टप ल्याएर दिनुभयो। मेरो बुढोलाई थ्याङ्क यू भन्न चाहन्छु भिडियोमै नै। मेरो भिडियो हेरिदिनु हुने च्यानललाई थ्याङ्क यू सो मच। बाई बाई गाइज।